हेलो नमस्ते सम्पूर्णमा फेरि फेरि भलकमा उपस्थित भएको छु। अब दसैँ पछाडि तिहार फेरि बसेपछि अहिले घरतिर लाग्दै। यता मेरो घर चाहिँ त्यहाँको सानो घर हो। मेरो घरतिरको यो सिन अब चाहिँ यहाँबाट निक्लियौँ मेरो दाइको ससुराली। अब दाइ पनि यहाँबाट निक्लिँदै हुनु त घर ससुराली नजिक नजिक पर्छ के अरे। मेरो पारीतिर दाइको तलतिर सबै घर निक्लिँदैछन् गाइस। अब फेरि यहाँबाट पारी बाटोमा गएर भेट्यौँ। ओके कहाँ ला केर्न ल बुवा लाग्यो के भयो? कम गरौँ भएको मलाई थिएन। घरबाट बाटो ल्याइयो। घाम चाहिँ लागेको छ के अरे। घाम परेको छ बाटोमा पानी पऱ्यो भने फेरि जाम पर्ने हो कि। हेरौँ कस्तो छ बाटो पनि। हिजो अस्ति पनि घामै लाग्यो कि लाग्न त लाग्यो। यताबाट हिँड्यो बच्चाहरू बोकेर। हजुर तिमी कहाँ जानु लाग्यो हो? के हालिदिनु भयो रहेछ र आमाले यति बोल्नु ब्याग पनि। वारी नै गाडी बोलाएको भए त आउँथ्यो फेरि गाडी पनि बोलाइएन। दुःख पाइयो। तिमीले मोबाइल हेरेको छैन? तिमीले हेरेछ मोबाइल? बाबा त ठुलो मान्छे हो नि हेरिहाल्छ नि। ठुलो मान्छे भएर मोबाइल नहेर्ने गाइस। अब पारी गएर भेट्न लाग्यो त सकेन। ल यता हेर अब हामी यहाँबाट जान लाग्छ।
यो अहिले चौकाटेमा नमस्ते 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 लास्टमा परेमा यो उर्ली खोलामा आइसक्यो अहिले उर्ली खोलाको यस्तो छ अब कहिलेसम्म रेडी हुने छैन अहिले के यस्तो चाहिँ अस्तिको पानीले गर्दा बुढा पुरानोहरूले भन्थे रिलीमा एउटा लास जलाएन भने सिद्रा पोल्छन् रे भन्ने पुर्खान थियो एउटा माथि चाहिँ भेट्यो खाने ठाउँमा आयो अब भात खाएर फेरि लाग्छ कहाँ आयो बाबालाई छोडेर कहाँ गएको तिमी ल बाबु भात खानु तिमीहरू आइज भात खान भाउजू पनि बिचमा बिचरा मैडम अगाडि हात त वाक्ने वाक्य नि वाग्दैन वाक्य न त के हो परिवर्तन हुँदैछ जियोस् यात्रा गर्दा गर्दै बाबु ल्याउ राउ रियान ल हामी पनि अब रेडी रायमाझी होटलमा खाना खाँदै पहिला पनि खाएर गएको राम्रो छ ल तिमी चाहिँ बाबासित बसिनी अगाडि अब बाबासँग बस्ने कि नबस्ने बाबासँग बस्ने हो भात खाना तपाईँलाई टाउको दुख्यो किन टाउको दुख्यो किन हामीले चाहिँ 3टा खाना एउटा 2टा मोमो एउटा चाउमिन मगाएको छौँ भाउजूको चाउमिन चाहिँ आइपुगेछ हाम्रो खाना पनि आयो दुईटा यता एउटा त्यहाँ 2टा यता
रोटी खाने पहिला त्यसपछि अनि दुईटालाई चाहिँ दुई भाइलाई चाहिँ मोमो खाने अरे ओ भुरा तिमीले मोमो खाने हो भात खाँदैन किन तिमी के खाने मोमो खाने अब माम नखाने किन दादासँग खाए भइहाल्यो रोटी आए पनि खाएर मोमो चाहिँ पाक्दै होला अनि चाहिँ खाइसकेपछि फेरि काटिन्छ रोटी दुइटै टिट गरेर तिमी नखाऊ है घरमा तिमीलाई पनि खाइयो मिठो तिमीले खायौ रेड बुल त पुरै भ्याइदियो कि त मेरो त भात खाएर अब हामी घुराहरू सबै निक्लिनु लगाएको मिठो खाना खायो सिनी भाइ नपल्टाइदेऊ न मेरो भाँडो होइन होइन सोधेकोमा हल्का रमाइलो खाइयो खाना पनि अब यहाँ खाएर अब बुटलतिर लाग्दै बुटलतिर लागिसकेपछि बाटामा अब भेट हुने त्यहाँको त्यो पुलमा जाने मन थियो तिन मुखे पुल कहाँ छ बस्नु जाऊ मेरो ब्याग रजल तिम्रो ब्याग खोइ ब्याग ल अब रेडीमा भात खाएर पनि अब हामी लाग्यो बुटलतर्फ अब जानु लाग्यो त्यो होटलमा खाइयो मिठो बन्छ खाना पनि रेडीमा जस 3 चोटि भयो यहाँ खाना खानु लाग्यो हामी रेडीमा आएर 3 चोटि खाना खाइयो रेडीको बजार्यो जाने थियो के भयो कान्छो जाने हामी पनि तिमीले आज नआकिकन आयो हो तिमीले मुख पनि नधोइकन बसेको आइजाऊ अब जाने अब गाडीमा बस ढिला हुन्छ फेरि पोखरा जान हामीलाई छिटो आइजाऊ म पछाडि बस्ने आज अहिले नि तिम्रो अगाडि बसेर म त ल्याएको है आन्टी त्यहाँ आन्टीले बमिट गर्छ खै त कान्छु अब जान लाग्यो रेडीबाट भात खाएर बुटोलबाट फेरि नारायणघाट कति बज्ने हो हेरौँ बाटो राम्रो छ कि छैन बाटो पुरै जाम परे केही हुन्न पक्कै भए पनि पग्लिन्छ गर्मीले घिउ त तिम्रो कसैले घिउ पक्कै जस्तो लाग्छ मान्छे त्यही बोरामा झरेको अनि पगाल्दै चाप्दै गराउली नि त मैले त घिउ खान आचल छोडेँ हिजोदेखि म त खान्न छोडिदिएको मैले त अचल त घिउ खानु त मासु घिउ पुरै छोडिदिएँ डाइटिङ बसिरहेको छु म मम्मीसँग बस ल बाबासँग उता बस्ने मुखमा नहाल
छ तिमीहरूको हालखबर? वाकै छैन नि आज मान्छे अहिले त म आएँ कि पाल्पा बजारमा यो पाल्पाको बजारै हो। अलि उता गएपछि बस पार्क होला यो होइन। म बस्छु ल पछाडि। भूतमा उचार क्या भूत खोला लेखेको थियो। ल बुटोलबाट अब नारायणघाटको बाटो जाँदै बुटोल आइपुग्यौँ हामी। भिड छ, गाडी पनि पाइएन। कतिखेर आउने हो अरे अहिले। ल अब हामी बुटोलबाट नारायणघाट जाँदै लाग्नु पर्दैन, अगाडि छ त लाग्दैन। अब जामले गर्दै गाडी नै पाइएन। के खाएको तिमीले सानो? आफै नवाकिकन आएपछि यहाँबाट पनि लाग्ने चान्स छैन। लाग्यो अब नारायणघाटको लागि बुटोलबाट हामी 4 जना दाइ भाउजू उता गयो के अरे काम परेर पश्चिमतिर, हामी पूर्वतिर लाग्यौँ। तिमीले जकेट लाउने किन? जाडो भयो।
दिउँसोमा होला कि रातिमा त छैन। नारायणघाट आइयो, नारायणघाट आइपुग्यो। नारायणघाट पुल तोर्यो, अब पुल तोर्यो, गाडी रोकिन्छ। हामीलाई लिनलाई पनि त्यहीबाट आएको छ फेरि गाडी। एन्ड गर्न पाएन, बाटोमा पनि भिडियो सिडियो पनि खासै बनाउनु पाएन, रात परेको थियो। त्यसपछि घर आइयो, खाइयो, बाहिरबाट अर्डर गरेर लिएर आएर बिरयानी सिरयानी खाइयो। त्यो बिरयानी भ्लगलाई म यहीँ एन्ड गर्छु। फेरि अर्को भ्लगमा फेरि भेटौँला। अहिलेलाई बाई बाई। भर्खर सामान पनि भात खाएर मान्छे गएको छ, मैले पनि भात खाएँ, म्याडमले पनि भात खाँदै बिरामी देखिन्छ विशेष गरी।